नमस्कार। यदि छिमेकी नजिकको मान्छे हो भने उसलाई सबै कुरा थाहा हुनु किन कहिलेकाहीँ खतरनाक हुन्छ? यहाँ समस्या छिमेकीमा छैन, यहाँ समस्या त छ हामीले नबुझेको सीमामा। नजिक हुनु र सुरक्षित हुनु एउटै कुरा होइन। हामी समाजमा बस्छौँ, छिमेकीसँग हाँस्छौँ, दुःख सुख साटासाट गर्छौँ र बिस्तारै घरभित्रको कुरा पनि बाहिर आउन थाल्छ। तर एउटा सत्य छ, छिमेकी सधैँ दुश्मन हुँदैन, तर सधैँ आफ्नो पनि हुँदैन। यही भ्रमले धेरै मानिसको शान्ति चुपचाप खोसिएको छ। छिमेकीसँग हामीले के भन्ने र के नभन्ने यसका बारेमा केही चर्चा गरौँ है त। नम्बर 1, आफ्नो आर्थिक उकालो। आज तपाईँ अलिकति राम्रो कमाउन थाल्नु भएको छ। बिस्तारै यो कुरा छिमेकीलाई थाहा भयो। भोलिदेखि तपाईँलाई पैसाले होइन, ईर्ष्याको नजरले घेर्न थाल्छन्। तुलना सुरु हुन्छ, अपेक्षा जन्मिन्छ र कहिलेकाहीँ ईर्ष्या मुस्कान बनेर आउँछ। धन लुकाउनु घमण्ड होइन, यो शान्ति जोगाउने बुद्धिमानी काम पनि हो। नम्बर 2, घर परिवारको कमजोरी। घर भनेको सुरक्षा हो, घर भनेको विश्वास पनि हो, तर घरभित्रको कमजोरी छिमेकीसम्म पुग्यो भने त्यो कमजोरीले समाधान खोज्दैन। त्यो कमजोरीले त आफ्ना लागि नमिठो कथा बनाउन थाल्छ। आज सुनाएका राम्रा कुराहरू पनि भोलि अर्कै स्वरूपमा भेष बदलेर फर्किन थाल्छन्। घरको चिरा घरभित्रै टाल्नुपर्छ। बाहिर देखायो भने त्यो चिरा कहिल्यै बन्द हुँदैन, बरु त्यहाँ नुनचुक छर्कने काम सुरु हुन्छ। नम्बर 3, आफ्ना ठुला योजना। योजनाहरू तपाईँका घोषणा होइनन्, प्रक्रिया हुन्। आज तपाईँले म यस्तो गर्न लाग्दैछु भनेर सुनाउनु भयो भने भोलि त्यो योजना तपाईँको होइन, सबैको राय बन्न सक्छ। तपाईँका कुरा सुन्ने सबै कान आशीर्वाद दिन आएका हुँदैनन्। केही कान तपाईँको काम रोक्नका लागि सुन्छन्। योजना बनाउँदा होइन, पुरा हुँदा बोल्छन्। आफ्नो वैवाहिक सम्बन्ध र अवस्था। नम्बर 4, झगडा हरेक घरमा हुन्छ। मतभेद सम्बन्धको सुन्दर भाग पनि हो, तर त्यही मतभेद छिमेकीलाई सुनायो भने समस्याभन्दा ठुलो कुरा तपाईँको छवि बिग्रन्छ। आज मेलमिलाप भयो, तर छिमेकीको आँखामा तपाईँ सधैँ कमजोर सम्बन्धको मान्छे रहनुहुन्छ। सम्बन्ध बचाउन सबैभन्दा पहिले बाहिरी आवाज बन्द गर्नुपर्छ। नम्बर 5, आफ्नो कमजोरी र डर। डर सबैसँग हुन्छ, झन् कमजोरी त मान्छे हुनुको पहिचान पनि हो। कमजोरी नभएको को मान्छे होला र? तर छिमेकी तपाईँको सुरक्षा होइन। आज सुनाएको डर भोलि उसले मजाक बनाउन थाल्छ, पर्सि त झन् उसले हतियार बनाउँछ। हामीलाई थाहा हुनुपर्ने कुरा के हो भने सबैलाई सुनाउनु बुद्धिमानी कदापि होइन। नम्बर 6, आफ्नो भित्री खुसी र सफलता। खुसी बाँड्नु राम्रो कुरा हो, अरूको खुसीमा रमाउनु पनि राम्रो कुरा हो, तर अत्यधिक प्रदर्शन घराइसी शान्तिका लागि खतरनाक हुन्छ। सबै मुस्कान तपाईँको खुसीका लागि हुँदैनन्। केही मुस्कान भित्रै तुलना गरिरहेका हुन्छन्। सफलता चर्को भयो भने ध्यान विचलित हुन्छ, शान्त भयो भने बलियो हुन्छ। तपाईँको भविष्यको दिशा। आज तपाईँले भन्नुभयो, म यहाँ बस्दैन, म यो काम गर्दिनँ, म यो जीवन छोड्दैछु। भोलि त्यही छिमेकी तपाईँको निर्णयको सबैभन्दा ठुलो आलोचक बन्छ। भविष्यको दिशा सबैलाई सुनाएर होइन, आफै हिँडेर तय हुन्छ। यति सुनिसकेपछि अब तपाईँ आफैलाई सोध्नुहोस्,
के म नजिकको र सुरक्षितको फरक बुझ्छु? त्यसै गरी अर्को प्रश्न सोध्नुहोस्, के म सुन्ने कान छान्न जान्दछु? त्यसै गरी अर्को प्रश्न, के म शान्ति खोज्दैछु कि सहानुभूति? यी प्रश्नको उत्तर छिमेकीले होइन, तपाईँले दिनुपर्ने हो। छिमेकीसँग दुश्मनी राख्नु पर्दैन, तर सीमा नबनाउनु मूर्खता हो। सबै कुरा लुकाउनु झुट हो, तर सबै कुरा खोल्नु चाहिँ आत्मघात हो। यदि यो भिडियो पछि तपाईँले अलिकति कम सुनाउनु भयो र अलिकति बढी सोच्नु भयो भने तपाईँलाई धेरै धेरै बधाई छ। अब सम्झनुहोस्, तपाईँ डराएको होइन, तपाईँ परिपक्व बन्नुभएको छ। सोच दर्पण च्यानल हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।